हेलो एभ्रिवान, शिवानी सम्पूर्णमा। अनि मैले चाहिँ यो आधा कल्चीदेखिको भिडियो नै बनाउँदैछु है, एडिट गरेर ब्याक भोइस लाउँदैछु। कारण चाहिँ मैले चाहिँ दामी दामी भिडियोहरू बनाएको थिएँ, बनाएर मैले अपलोड पनि गरेको थिएँ। तर पछाडि अलिकति साउन्ड सुनेको थियो नि त, म्युजिक बजाएर। अब बिहाकोहरू बजाउँछ होइन। अन्त त्यसले गर्दाखेरि चाहिँ मेरो चाहिँ त्यो भ्लगमा चाहिँ कपिराइट लाग्यो नि त। अन्त त्यो भ्लगमा चाहिँ फेरि दामी दामी थियो, अब रितहरू गरेको, जन्ती आएकोदेखिको सबै थियो। तर मैले अब त्यो मैले भ्लग त हालिसकेँ भनेर त्यो भिडियोहरू मैले सबै डिलिट गरेको थिएँ। लास्टमा कपिराइट लागेर अब त्यो पनि मैले युट्युबबाट हटाउनु पर्ने भयो। अन्त यहाँ अलिअलि रहेको भ्लग नै चाहिँ मैले काटकुट गरेर भनौँ न, काटकुट गरेर चाहिँ ब्याक भोइस गरेर लाउँदैछु है साथी हो। यस्तै भए पनि अब हेरेर इन्जोय गरिदिनुहोस् होला, सबैले हेरिदिनुहोस् होला। अन्त मैले अपलोड गरिसकेको भ्लगमा चाहिँ यस्तो दामी 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 क्याप्चर गरेको थिएँ मैले। तर के गर्नु, अफसोस की बात क्या हो गया पता नहीं, ये वो कॉपीराइट लग गया। तो अभी मैं कर रही हूँ बैक वॉइस कर रही हूँ। और मैं आज बोलूँगी नेपाली में, हिंदी में, सब कुछ में। और ये है हमारा विलेज का शादी। अनि यहाँनिर चाहिँ खानाहरूको चलिरहेको थियो। अभी खाना का वो चल रहा है भन्ला जस्तो भयो त। अन्त यो चाहिँ खानाहरू चलिरहेको थियो। अब के गर्नु साथीभाइ हो, दामी दामी भिडियो त गइहाल्यो। अब काटकुट पारेर अलिअलि रहेको भिडियो लाउँदैछु साथी हो। तर पनि मलाई लाइकहरू गरिदिनुहोस् होला है, सब्सक्राइब, कमेन्ट, सेयर त गर्नु हुँदैन, पक्कै पनि कमेन्ट चाहिँ गरिदिनुहोस् होला। अन्त मलाई चाहिँ साथी हो पुरा मन दुख्यो। मेरो त्यो दामी भ्लग बनाएको थिएँ कि मैले, 2-3 दिनमा चाहिँ उयो अपलोड भएको भन्नुहोस् न। अब यति एमबी खाएर हो, त्यसमै चाहिँ कपिराइट लाग्दिएको यार, के गर्नु भन्नुहोस् न अब। अन्त यहाँनिर चाहिँ परिवारको फर्स्टमा खाना हुँदै थियो है। अब के गर्नु, अब यस्तै त गर्नु होला। अन्त बिहा गर हो, म्युजिक त बज्छ र पनि म त लाग्दैन होला भने डरसरी अपलोड गरेको थिएँ त आक्का हो। छैन नि, लागेर कपिराइट लागिगयो नि हो। अन्त डरले अब काट्नै पऱ्यो, त्यो त डिलिट गर्नै पऱ्यो। अन्त रहेको अब सबै फेरि मैले दामी दामी जुन चाहिँ थियो भिडियो, त्यो चाहिँ मैले डिलिट गरेँ नि त। मैले चाहिँ अब त्यो लाइ त सकेँ, किन नराख्नु भनेर डिलिट गरेँ कि। अब यही काटकुट पारेर लाउँदैछु, यसमै पनि हेरिदिनुहोस् है त। अन्त यहाँनिर चाहिँ थियो अनिस गोठेरी सब देवकुमार भात खाँदै थियो हो। भात खानु आएको थियो। अब म चाहिँ प्योर गाउँले शब्द बोल्दैन चाहिँ भात खानु आइरहेको थियो, भात खानु। अन्त मेरो काम थियो बुफेमा बस्नु, तर म चाहिँ यो दिन चाहिँ सुँगुरको मासु बनाएर चाहिँ झन्डै त्यहीँ सेन्टिफ्लेट भएर लडिदिएको साथी हो। अन्त अब अरू त के भन्नु, भोइस गर्नु पनि मुखै दुख्छ नि त हो साथी हो। अन्त मलाई एउटा कुरा, अब मलाई चाहिँ ब्याक भोइस गर्नु भन्दाखेरि चाहिँ मलाई लाइभ भोइस गरेको भ्लग चाहिँ मनपर्छ साथी हो। अन्त यहाँ चाहिँ अहिले प्रनिसाले फेरि बनाइरहेको थियो यता देखाउँदै। अन्त त्यो पनि रहेछ मेरोमा, म चाहिँ पर हेलो गर्दै थिएँ होइन। अन्त गोप्लेलाई पनि टुइकै हेरिहालेँ मैले फेरि हो। अन्त त्यहाँदेखिको चाहिँ यहाँनिर चौडासीले पनि कुनि के भन्दै थियो, यता अझैबाङ्गा लिला। अनि अब चाहिँ यहाँ बाङ्गाली खोसेला लान्छ है, बाङ्गाली खोसेला लगेर खानापिना सबै देखाउँछ के छ भनेर तपाईँहरूलाई। अन्त बाङ्गाले पनि भ्लग बनाउने अरे भनेर छोडिदिएँ एकछिन फोन हो। म त जानु पर बसिरहेको थिएँ। सबै हो म मिसाको सब्जी भेज, मिक्स भेज र उयसमा चटनीमा बसिरहेको थिएँ। पोर्क अनि मटर पनिर चाहिँ लिएको थिएन, अनि चिकन, अनि राजमा, अनि राइस थियो खानामा चाहिँ। त्यस्तो बेसी पनि थिएन, हाम्रो गाउँघरमा यस्तै हुन्छ साथी, बेसी आइटम हुँदैन होइन। अब हल्का फुल्का हुन्छ है। तर म एकदमै राम्रो भएको थियो बिहा चाहिँ, दामी भएको थियो। दिनले पनि हेब्बी साथ दिएको थियो होइन। अन्त यो चाहिँ यतानिर पनि छ मान्छेहरू। यो चाहिँ के हो भन्दाखेरि हाम्रो पाहुनाहरू थाकेर आउनुहुन्छ नि त, लामो बाटोबाट कोही हिँडेर आएको हुन्छ, अनि थाक्छ, गरम हुन्छ भनेर चाहिँ यहाँ चाहिँ चिया पानी चिसो तातोको उयो थियो। अनि यहाँ भाइहरू थियो है, हाम्रो नक्कले भाइहरू, यो गाउँको भाइहरू हो, नक्कले भाइहरू थियो है। अन्त यहाँ भाइहरू पनि बोलेको थियो, तर अब के गर्नु पर्यो, अब गीत बजिरहेको थियो, त्यो मैले हटाइदिएर मैले भोइस लाउँदैछु। हाम्रो यहाँ चाहिँ छ सुजित सर है सला। अन्त सोध्दै थियो यहाँ चाहिँ बाङ्गाली चाहिँ के कस्तो हुँदैछ बिहा भनेर। उनीहरूले चाहिँ भन्दै दामी भन्दै थियो होइन। अन्त यहाँनिर चाहिँ थियो हाम्रो तक्लु भेना। अन्त उसलाई पनि सोधेको थियो के कस्तो इन्जोय हुँदैछ भन्दाखेरि चाहिँ भेनाले चाहिँ इन्जोय छ, इन्जोय हुँदैछ, दामी हुँदैछ, तर गरमले चाहिँ यहाँ साह्रो पार्दैछ भनेर भन्दै थियो। के गर्नु, सरी गाइस, तपाईँहरूको भोइस लाउनु
सकिना तपाईँले बोलेको, किनकि पछाडि गीत बजिरहेको थियो र कपिराइट लाग्दै थियो। अन्त त्यहाँदेखि अब यहाँदेखि फेरि उता जान्छ अनि एक्कासी सन्ती आई सन्ती भन्नु थाल्यो होइन। बाङ्गा फेरि फोन बोकेर कुद्दै गएछ पढानिर हो। त यहाँदेखिको चाहिँ उल्टा बाङ्गाले भिडियो बनाउनु भएको थियो, त्यसलाई चाहिँ मैले क्रप गरिदिएँ। बाङ्गाले त सबै मान्छेहरू उँधोमुन्टे निकालेर बर्बाद नि हो, झन् साह्रो के गरेको कि हाम्रो बाङ्गाले कि। अन्त यहाँनिर चाहिँ उभो फर्केर हेर्दै थियो जन्ती आएको, तर मेरोमा जन्ती आएको पनि भिडियो थियो, तर त्यो मैले डिलिट गरी पठाएँ होइन। अन्त यहाँनिर चाहिँ यो गेटदेखि चाहिँ इन्ट्री गरेर चाहिँ यहाँनिर बाबा लो है लावा लस्कर लिएर भन्दै थियो यहाँनिर। त्यो लावा लस्कर भनेको चाहिँ जन्ती। यहाँ तपाईँहरूले जन्ती ल्याइदिनु भयो। हामीले आजको दिनमा, आजको बारमा, आजको तारिकमा हामीले तपाईँहरूलाई जन्ती मगाएको थियो, तपाईँहरूले लिएर आइदिनु भयो। यहाँ चाहिँ फेरि आफ्नो छना यानाकी काकीले चाहिँ इन्ट्री गर्दाखेरि चाहिँ सगुन खुवाउनु पर्ने हुन्छ। अनि यहाँ चाहिँ सगुन खुवाउँदै थियो बेहुलीलाई होइन। धन्न र यो चाहिँ रहेछ साथी हो मेरो भिडियो। मैले किनकि मैले भ्लग हालिसकेको थिएँ नि त, तर त्यो चाहिँ कपिराइट लागेर डिलिट गर्नुपर्ने भयो। अन्त यहाँ रहेको भिडियोहरू काटकुट पारेर बनाउँदैछु साथी हो। त्यति साह्रो राम्रो छैन होला, सरी गाइस, माफ गरिदिनुहोस् होला, र पनि माया गरिदिनु है। यहाँ चाहिँ आन्टीले यो चाहिँ के हो भन्दै, तर मलाई एमा चाते भन्नु चाहिँ आउँदैन, मैले भोटे डिस भनिदिएँ हो, भोटिया डिस भनिदिएँ हो। त यहाँ हाम्रो भाउजूहरू राम्रै भएर खाना खानु टक्कै लगाएर आइरहेको छ हो। अब क्या करे दोस्त लोग, मेरा तो जो अच्छा वाला ब्लॉग डाला था मैंने आज 3 दिन से डाल रही थी, लेकिन नहीं हो रहा था। आज हुआ था लेकिन उस पर कॉपीराइट लग गया, तो वो ब्लॉग मैंने डिलीट कर दिया। और अभी जो बचा कुचा है उसको काट कुट करके डाल रही हूँ और बैक वॉइस कर रही हूँ, क्योंकि लाइव वॉइस में कॉपीराइट लग रहा है, क्योंकि शादी है भाई, शादी में तो गाना साना तो होता ही है। इसलिए पता नहीं क्या हो गया, दिमाग ख़राब हो गया, फिर भी मैं कर रही हूँ, बना रही हूँ, क्योंकि रिमेम्बर होता है ना, मतलब कि हमारा गांव का जो भी आया था उन लोग को भी देखना है ना, कि हाँ हम इस शादी में ऐसा बन के गया था, ये खाया था, वो खाया था, इसलिए फिर मैं ये काट कुट करके डाल रही हूँ। साथी भाइयों, यस्तै छ जिंदगी। आज मैं हिंदी में भी बात कर रही हूँ, नेपाली में भी बात कर रही हूँ, क्योंकि नेपाली में बोलते बोलते मैं क्या बोलूँ समझ में नहीं आ रहा है। हिंदी में बोलते बोलते उसके बाद क्या बोलूँ वो भी मुझे समझ में नहीं आ रहा है, क्या करे भाइ साहब। अन्त मैले यहाँ चाहिँ जिस्काउँदै थिएँ सुमिना चाहिँ, यहाँ बिमारी पनि बिहा खानु आएछ त हौ भनेर। योभन्दा आज त्यो बिहाको दिनभन्दा 1-2 दिन अगाडि चाहिँ हस्पिटलमा एडमिट भइरहेको थिएँ। अन्त मैले जिस्काउँदै थिएँ है, तर सरी होइन, जस्ट जोकिङ गरेको थिएँ। अनि अब के चाहिँ बोल्नु भनेर चाहिँ, अब यङमा चाहिँ डियङमा भन्ने कुराको मसला अयो, म त हाँस उठिसक्यो यहाँ बोल्दा साथी हो। अब ओको तेन्दा उबियादा भन्ने खाले कोक खान्ची म भाङ नै आनको तेन्दाना अन्किन ओको दाने चट्नी निमाङ ओत्ताना खान निमाङ ओत्ताना बाक्सा खान निमाङ अचित यानी वासा निमाङ अचित यानी मासित निमाङ अचित यानी कोक निमाङ हो। अन्किन ओद्दा चाहिँ उनको दिनी, उनको छना, उनको मामा ची कोक्चासी म बनाउँछ है अवाची दक्ष बुवाची निछामाची भनेर चाहिँ यो चाहिँ म चाहिँ राई कुरा बोलेको है साथी। अब के गर्नु, कुन भाषा बोल्नु यस्तै छ। अब के गर्नु साथी हो, मलाई पुरा दुःख लागिरहेको छ। दुखे बहुत दुखे। मेरा वीडियो में इससे पहले मतलब अच्छा वाला था ये शादी का वीडियो, लेकिन उसमें कॉपीराइट लग गया ना दोस्त लोग। और यह हो रहा है डांस, इसमें है चेप्टे चेप्टे पिरुङ्गो मा लसुन रिसै गर्ने रिलीमै रिसै गरी बसुन भन्नेमा गीत नाच्दैछ है नाना र भेना। उफ्रिँदैछ गाइस खाए ल। यहाँ भाइहरू नाचिरहेको छ साथी हो। मलाई दुःख छ क्या, दुःख मेरो त्यो ब्लगमा कपिराइट लागेर। त्यो पनि यहाँ भोइस लाउँदैछु, बच्चाकुच्चा भिडियोहरू थियो त्यसमा काटकुट गरेर। मैले रेसमालाई पनि भनेको थिएँ कि दामी ब्लग बनाएर हाल्छु ल भनेर, रड्डी भयो नि रेसमा हालेको थिएँ, कपिराइट लाग्यो।
त्यो सबै डिलिट गरेँ मैले। अब यो अलिअलि रहेकोमा चाहिँ म बनाउँदैछु गाइस। अन्त यहाँनिर हाम्रो सोल्टीहरू थियो हेन्सम भएर इन्जोय गरिरहेको छ। मैले जिस्काइरहेको थिएँ हल्का हो। यहाँ चाहिँ हाम्रो भेना यो चाहिँ आमामा पाहाडै देखिरहेको छ नि, पाहाडबाट आएको जस्तो। टोपी चाहिँ यो चाहिँ बेहुला बेहुलीले ढोकेर दिएको अरे हो। अन्त यहाँनिर सदा कुन चाहिँ गीतमा नाचेको साथी हो लाटा पारा। अब के गर्नु, गीत लगाउँदाखेरि कपिराइट लाग्दैछ साथी हो। अब मै गीतभन्दा बेसी चाहिँ मै बोलिदिन्छु नि। अन्त यहाँनिर चाहिँ सोल्टी, अब सोल्टीले नाच्छ है। यो चाहिँ हाम्रो भाइ हो गाउँको। अन्त यो हाम्रो सोल्टीले नाचेको चाहिँ मैले बुझिनँ यो चाहिँ कुन चाहिँ स्टेप हो सोल्टी। यदि तपाईँले मेरो भ्लग हेर्नुभएछ भने चाहिँ यो स्टेप चाहिँ अलिक कमेन्टमा गर्नु है। ओके गरेको कानहरू पनि थाप्दैछ, दाँतहरू पनि देखाउँदैछ। अयो म त हाँस उठेर मऱ्यो यो डान्स देखेर त। यता फेरि सिरियस गइरहेछ उतानिर हो। आम्मामा दामी। अनि यहाँनिर हाम्रो निछाममा बहिनीहरू पनि नाचिरहेको थिएँ, रोशनी प्रनिसा। अन्त उताबाट सानो सोल्टी पनि आएको थियो, ऊ पनि नाच्दै थियो। अन्त नाच्दा यता हेरेको त आम्मामा साम्याङ र गोप्लेको फेरि मिठो गफ जाँदो रहेछ, हाउडेको हो हावासिङको गफ। यस्तै छ अब गाउँघरमा चाहिँ। हाम्रो गाउँघरमा चाहिँ अब यति साह्रो मिलनसारी छ है। दाजुभाइहरू दिउँसो मरी मजाले काम गरिदिन्छ है। कार्जीहरू टारिदिन्छ, बेलुका भएपछि इन्जोय गरिदिन्छ। हाम्रो गाउँठाउँमा झै झगडा भन्ने हुँदैन, बरु खान्छ नाच्छ हो। मजा आउँदैछ भन्दै थियो यहाँ भाइले। अन्त यहाँ नाचिरहेको छ के रोमन दाजुको डान्स फेरि हेर्नुहोस् है आम्बो साथी हो। खतरा 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 दामी छ। यसमा के गीत थियो त्यो मैले बिर्सिगएँ हौ यो चाहिँ। अन्त साथी हो यस्तो हाम्रो गाउँमा चाहिँ के काट्यो भने चाहिँ यस्तो रमाउँछ। अब सबै नाच्ने हाँस्ने दिलगी गर्ने हो। अब यो के गीतमा नाचेको होला, सोही ढोले सोही भनेको जस्तो पनि एक्टिङ गर्दैछ कि ऊ के गरे झुम्के थैली खै भन्ने रहेछ, मैले थाहा पाएँ। झुम्के थैली खै भन, झुम्के थैली खै। आँखामा हेरेको भन्दैछ के भन्दैछ भन्दा चाहिँ कम्बर पनि हल्लाउँदैछ एउटाले मरी। अन्त यहाँनिर चाहिँ यस्तो हो साथी हो। म पनि अलिअलि चाहिँ नाचेको थिएँ, तर म नाचेको चाहिँ निकालिनँ हो साथी हो। यस्तै मात्रै छ मेरो भिडियो। मैले टाकटुक डिलिट गरी उठाएँ, मलाई पुरा चित्त दुखेर मेरो पित्ता फुटेर तितो भइसक्यो, रिस उठिसक्यो मलाई त। के हो भन, मुझे तो बहुत गुस्सा आ रहा है दोस्त लोग, क्या करें। मेरा जो ब्लॉग लगाया था बहुत अच्छा वाला था, वो तो कॉपीराइट लग गया यार। अनि नाच्दै चाहिँ यहाँनिर चाहिँ यो चाहिँ हो नेक्स्ट डेको बहुभत्तेरको दिनको चाहिँ मतलब बेहुला जन्ती फर्काउने दिनको हो यो चाहिँ। अब यसमा पनि गीतै उता बचिरहेको थियो र मैले बोलिदिइरहेको छु। यहाँ चाहिँ के भन्दै थियो भने, बाबा हामीले जसरी बेहुला बेहुली सिँगारी पठाएको छौँ त्यसरी नै उता पुऱ्याइदिनुहोस् होला, सही सलामत जन्तीहरू पुऱ्याइदिनुहोस् होला बाबा भनेर भन्दै थियो है। यहाँनिर उताको कलिया र यताको कलिया मिलेर। अन्त यो चाहिँ लामतुममा भन्छ है, यो चाहिँ फर्काउँदैछ है बाटोमा राखेर। अन्त यस्तै छ अब साथी हो। यहाँ बाबा हाम्रो राईहरूको चाहिँ बाबा चाहिँ साह्रै भन्छ है, केटा हो केटा हो अरे साथी हो। अलिकति बोली त खतम निस्किँदैछ त हौ। अन्त उता जन्तीहरू हो, पर आधी जन्ती नाच्दै थियो, यत्रो गीत बजिरहेको थियो हो। अन्त अब एकछिनबाट सानो रुवाबासी हुँदैन नि हो। अन्त बेहुली चाहिँ मेरो बेस्ट फ्रेन्ड हो है, अब बेस्ट फ्रेन्ड पनि हो, बहिनी पनि हो। अब हामी एउटै उमेर त हो, तर उमेर एउटै हो, तर उयो मैनाली चाहिँ बहिनी हो, बहिनी ज्वाइँ हो। अन्त सानो रुँदैन, झन्डै म पनि आँसु चिप्काइ पठाएँ नि साथी हो। अन्त यहाँनिर चाहिँ फेरि हिजो बिहाको दिन पनि आउँदाखेरि सगुन खुवाएको थियो काकीले, बेहुलीको काकीले। अन्त जाँदाखेरि पनि फेरि सगुन खुवाइ पठाउनु पर्छ। अन्त सगुनको कार्यक्रम हो रहा था इधर दुला और दुलही को। अन्त यहाँनिर अनिसले चाहिँ के भन्दै थियो भने चाहिँ भेरा चाहिँ डाइटिङ गर्ने हुनुपर्ने थियो भने कि किन हानेको त, गरौँ भयो अरे बोकेको थियो नि त उनीहरूले। अन्त यहाँनिर चाहिँ यो लास्टको रुँदैछ है मेरो साथी, माया लाग्दो। म त माया लागेर झन्डै मरिनँ हो, आँखाभरि आँसु आएर म त हो खुट्टाको म त रुन्ची छुको हो। अन्त त्यहाँनिर रुँदै थियो यहाँनिर चाहिँ मैले। र पनि अब हुनु त अब भिडियो त गर्नु नहुने, तर नि साथीले पनि मेरो भिडियो हेरेर ला हो मैले यसरी रुएको थिएछु त्यो दिनमा, मैले मेरो बिदा हुँदाखेरि त मलाई मन दुखेको थिएछ भनेर सोचोस् भनेर चाहिँ साथी हो मैले चाहिँ यहाँनिर चाहिँ यस्तो भिडियो बनाइदिएको हो। अन्त माया लाग्दो रुँदै थियो। अन्त अब एकछिनमा झन् बेसी रुन्छ
कि उहाँ रुँदै गयो नि म त सानो माया लागेन साथी हो। त्यहाँदेखि अब यस्तो उता जान्छ ऊ जन्तीहरू चाहिँ फेरि दारा देखाउँदै जाँदैछ अर्काको छोरी जितेर लग्यो नि त उनीहरूले त अब अन्त हाँस्दै जाँदैछ। उहाँ चाहिँ हाम्रो बाङ्गा ससुरा पर्छ अरे साथी हो। बाङ्गा ससुरा त बुहारी पाएर दारा देखाउँदै जाँदैछ एट्टरेको हो। त्यहाँदेखि चाहिँ यहाँनिर अब रुन्छ फेरि बहिनी रेसमा चाहिँ मेरो बेस्ट फ्रेन्ड चाहिँ रुन्छ उसको बाङ्गालाई पक्रेर वाक्की रुएर झन्छ र म त बाङ्गाको अनुहार हेरेर कम्ता माया लागेन नि साथी हो झन्डै गएँ। अन्त यसरी हाम्रो चाहिँ थुम्सेतिर सामानहरू बोक्छ यसरी हो कति माया लागेको होइन। बाङ्गाले राम्रोसँगले जानु गरी खानु भन्दै थियो यहाँ चाहिँ हो साथी हो। भोइस गर्दा गर्दा मलाई निदा लागिसक्यो। यस्तो छ अब मेरो भ्लग चाहिँ तर यस्तो मलाई मन दुख्यो कि मेरो भ्लगमा कपीराइट लाग्यो यार। इतने मुश्किल से 3 दिन में हो गया था मेरा ब्लॉग अपलोड लेकिन क्या करे फिर ऐसा हो गया ना पता नहीं क्यों। मैंने तो वो तो मतलब किया था साउंड को म्यूजिक को फिर भी कॉपीराइट लग गया यार। अन्त यहाँनिर ऊ सोल्टी आयो यो बुढो सोल्टी जाँदैछ बुढो सोल्टी जाँदैछ हो। बहिनी प्रेसमा चाहिँ रुँदै थियो माया लाग्दो अन्त हुन्छ। गोठेले फेरि नमस्कार गर्दैछ के नगरेको कुन त्यो चाहिँ मलाई याद भएन। अन्त लाट्टी साइले फेरि रुएर बर्बाद छ सबै रुयो। म त माया लागेर झन्डै रुइपठाएँ म पनि। सबै रुँदै थियो चेपचापतिर बसेर हुनु पनि आफ्नो छोरी चेली बिहा भएर अर्काको घरमा जाँदाखेरि त माया लाग्दो रहेछ हो। त रुँदै गयो अब जसरी भए पनि गयो राम्रोसँगले गरी खाओस् राम्रोसँगले भओस् उनीहरूको नयाँ जीवन नयाँ लाइफ एकदम राम्रोसँगले बितोस्। यहाँ त झन् सानो रुको थियो नानी हो रेसमा त वाक्कीमा रुको थियो। माया लाग्यो होला नि त अब उसको दिमाहरूलाई उसको आप्पालाई बिचारी उसको आप्पा थियो उसको आप्पालाई पनि कति माया लाग्यो होला। अब पछाडि लाग्यो जन्तीहरू गयो जन्तीहरू ल त साथी हो मेरो अब यस्तै भए पनि भ्लग हेरेर इन्जोय गरिदिनुहोस् होला। अनि तपाईँहरूले हेर्नै हुन्छ भने पूर्ण आशा लिँदै तपाईँहरूले हेरिदिनु भएकोमा धेरै धेरै मुरी धन्यवाद पनि भन्न चाहन्छु। हेर्नुहोस् त दारा देखाउँदै गएको अर्काको छोरी लगिहालेर। हाम्रो चाहिँ उहाँ चाहिँ बाङ्गा ससुरा अरे तर मार्छ होला। ल त गाइस धन्यवाद तपाईँहरूलाई।